आफ्नो राजालाई स्वागत गर्ने भनेर उभिनु भएको छ। लाखौं लाखको संख्यामा आज यहाँ जनताको उपस्थिति भएको छ। अब हामी केही क्षणमा यहाँबाट हिँड्दैछौँ। गोल्डन गेटबाट श्रीपाद महाराज राज्य सरकार चढेको सवारी साधन अगाडि बढ्यो भन्ने खबर आएको छ। अब हामी केही क्षणमा यो तिलगङ्गा नजिकबाट हिँड्दैछौँ। मोटरसाइकल भएका साथीहरूले बिस्तारै आफ्नो मोटरसाइकल नजिक आएर मोटरसाइकलमा बस्दिनु हुन पनि मैले आग्रह गरेँ। छोडेर उभिनु भएको भए अब स्टार्ट गरेर जाउँ भन्दाखेरि नजिकै नहुँदा त्यो मोटरसाइकलमा भएका साथीहरूलाई असर पर्न सक्छ भनेर मैले आग्रह गरेँ। र जनसमुदाय पनि त्यो सवारी सरकारको सवारी साधन सँगसँगै पैदल मार्च गरेर निर्मल निवाससम्म पुग्ने कार्यक्रम पनि रहेको छ। सबै दाजुभाइ दिदीबहिनीहरू त्यही अनुरूप अगाडि बढ्दिनु हुन हार्दिक आग्रह गर्दछु। र हामी अगाडि अगाडि रहेर सबै साथीहरूलाई आग्रह गर्दै ठाउँ ठाउँमा बसेका साथीहरूलाई उत्साहित बनाउँदै उहाँहरूलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दै तपाईँ हामी सबै अगाडि बढ्नेछौँ। नेपाली जनताको ठुलो प्रतीक्षापछि श्रीपाद महाराज राज्य सरकारबाट पोखरामा बक्सेको सन्देशले आम नेपाली जनतामा उत्साह र उमङ्ग छाएको छ। यसलाई सार्थक रूप दिनको लागि आज जुन रूपमा स्वागतको लागि हामी एयरपोर्टमा जम्मा भएका छौँ र यसलाई निरन्तरता दिँदै हामीले राजालाई नारायणटीमा राजगद्दीमा गद्दी आरोहण नगराएसम्म यत्तिकै तमाम नेपाली दाजुभाइ दिदीबहिनीहरू उत्साहित हुनुहुनेछ, साथ दिनुहुनेछ।